जय मसी नमस्कार अभिवादन भन्न चाहन्छु फेरि पनि तपाईहरुको सामु परमेश्वरको वचनबाट म पढ्न लागिरहेको छु। हितोपदेशको 11 को 4 मा यसरी भनेको छ, क्रोधको दिनमा धन सम्पत्ति केही मोलको हुँदैन, तर धार्मिकताले मृत्युलाई छुटाउँछ। यहाँ आमेन। परमेश्वरको वचन पढाएर सुनाइमा परमेश्वरले हामीलाई सबैलाई आशीष दिनुभएको होस्। अनि क्रोधको दिन भन्दाखेरि हामी यसलाई अलिकति मैले प्रस्ताउन चाहे। उत्पत्तिको पुस्तकमा छ र 6 अध्यायको 5 देखि लिएर पढ्दै जाँदाखेरि जब परमेश्वरले सबै सृष्टि गरिसकेपछि मानिसहरू वृद्धि हुँदै गए, बढ्दै गए, तब मानिसहरूको हृदयमा दुष्टता खराबले भरिँदै गयो है। अनि त्यो देख्नु भयो परमेश्वरले है। अनि तर एकजना व्यक्ति थिए, नोहा भन्ने व्यक्ति। नोहालाई चाहिँ परमेश्वरले निर्दोष देख्नु भयो। उनी धर्मी र निर्दोष ठहरिनु भयो, किनभने परमेश्वरको वचन सुन्थे, परमेश्वरमा उनी हिँड्ने गर्थे। र त्यसै कारणले परमेश्वरले योजना गर्नुभयो कि नोहालाई हराउनु भयो। अब यो पृथ्वीमा डुबाउ हुँदैछ, तेरो लागि जहाज बना, तेरो परिवारको लागि जहाज बना, एउटा जहाज बना अनि सबैलाई बचा भनेर परमेश्वरले नोहालाई हराउनु भयो। तब नोहा मानिसहरूलाई त्यो कुरा सुनाउन थाले। तब मानिसहरू टेरेनन्, अट्टेरी भए, यो मानिस पागल भइसक्यो, यति घाम लागिरहेको छ, कसरी डुबाउ हुन्छ भनेर उल्टो नोहालाई नै खिल्ली उडाउन थाले। तब परमेश्वरको वचनलाई मनमा लिएर नोहाले आफ्नो निम्ति जहाज बनाए। जब बनाइसके तब आफ्नो परिवारहरू 8 परिवारहरू भित्र राखे, जनावरहरू जोडी गरेर भित्र राखे। तब उनले ढोका बन्द गरे। तब आकाशबाट मुसलधारे पानी 40 दिन 40 रात पर्यो र पृथ्वी डुबाउ भयो। मानिसहरू खाइरहेका थिए, पिइरहेका थिए, व्यापारी गरिरहेका थिए। तब डुबाउ भयो। तब तिनीहरूलाई थाहा भयो है। तब बितिसकेपछि केही कामको छैन। त्यति बेला परमेश्वरको क्रोध आएको थियो र उनीहरूको ज्ञान बुद्धि, उनीहरूको धन सम्पत्ति केहीको मूल्य भएन त्यति बेला। तर उनीहरू नष्ट हुनु पर्यो। तर जो परमेश्वरको वचन, परमेश्वरमाथि हिँड्थे, परमेश्वरमा हिँड्थे, परमेश्वरको साथ हिँड्थे, ती नोहा र उहाँको परिवारहरू बाँचे। किनभने नोहा चाहिँ परमेश्वरको साथ हिँड्थे भनेर यहाँ बाइबलमा भनिएको छ र उनी धर्मी थिए। र यहाँ हामी पाउँछौँ कि क्रोधको दिनमा धन सम्पत्ति कुनै मूल्यको हुँदैन भनेर योबाट हामी प्रश्न पाउँछौँ। त्यति बेला उनीहरूको धन सम्पत्तिले बचाउन सकेन। तर यहाँ के भनेको छ भन्दाखेरि, तर धार्मिकताले मृत्युबाट छुटाउँछ। तब हामी यहाँ हेर्छौँ धार्मिकताले मृत्युबाट छुटाउँछ। नोहा चाहिँ परमेश्वरको साथ हिँडेको कारणले, परमेश्वरको माथि भरोसा गरेको कारणले गर्दाखेरि नोहा चाहिँ निर्दोष र धर्मी ठहरिएका थिए र उनी र उहाँका परिवारहरूलाई उहाँले बचाएका थिए। र त्यसै कारणले धार्मिकताले चाहिँ मृत्युबाट छुटाउँछ भनेर हामी यो वचनबाट हामी आज सिक्न सक्यौँ। हुन्छ। गड ब्लेस यु अल। जय मसीह।